कांग्रेसको मात्रै हैन, अब कांग्रेसको, माओवादीको र एमालेको कुनै पनि प्रतिनिधित्व या नेताहरू यो माइतीघर मण्डलमा विशेष गरेर आगोजानी जुन गणेशले आगोजानी गरेर मर्नु भएको छ त्यो विषयमा तिमीहरू आयो भने महाकसम लक्ष्मी देवी चाहिँ खुकुरी बोकेर चाहिँ बस्दिन्छ माइतीघर मण्डलमा। म चाहिँ भन्छु किन भन्दाखेरि 35 वर्षसम्म तिनका बाउले बनाउन नसकेको देश 100 वर्षमा राष्ट्रपाले बनाएन भन्ने अधिकार चाहिँ छैन क्या, एउटा सर्वसाधारणलाई छ। 100 दिनमा त्यो सरकारले गरेन भन्ने अधिकार एमाले, कांग्रेस, माओवादी तीनटा यो मान्छेहरुलाई छैन। म त सिधै भनिदिन्छु, किनकि यिनीहरूले गर्दाखेरि हामी फ्रस्ट्रेसन भएको, यिनीहरूले गर्दा माइतीघर मण्डलमा आएको, अनि यिनीहरूले गर्दा हाम्रो साथीभाइको ज्यान गएको हैन। यिनीहरूले साँच्चीकै सिस्टम ल्याउन सक्थे भने, साँच्चीकै यिनीहरूले दिन दुखी गरिब निमुखाको लागि नीति नियम बनाउन सक्थे भने, साँच्चीकै देश विकास गर्दैको भए आज रासपा सरकारमा जान्थ्यो र भने। आज रासपा सरकारमा जानु नै यिनीहरूको हात छ। अनि 35 वर्ष केही गर्न नसक्ने, अनि 100 दिनको सरकारलाई गर्न सकेन भन्ने लासरमा कहाँ लुकाएर आएको त्यसले? कुकुरले त कमसेकम पुच्छर टाङ्गु नै छिराउँछ, त्यो कहाँ छिराएर आएको त्यो सांसद? विरोध त गर्न पाइयो होला नि त। विरोध गर्न पाइयो, भन्न पाइयो, तर आफ्नो घरबाट भन न, आफ्नो चौकीबाट भन, मोबाइलबाट भन, माइती घरमा आउनुपर्छ नौटङ्की देखाउन। अर्कोचोटिलाई भोट माग्नको लागि आएको हो त्यो, अरू केही गर्न आएको होइन, भोट माग्न आएको अर्कोचोटिलाई। तर आई एम सरी, तिमीहरूले अर्कोचोटिलाई भोट पाउनको लागि स्ट्यान्ड गर्न माइती घरमा मण्डलमा नआए हुन्छ। तिमीहरूबाट फ्रस्ट्रेसन भएर तिमीहरू लखटिरहेछ, अनि फेरि तिमीहरू नै आएर माइती घर मण्डल सरकारको विरोध गरिरहेछ, जबकि तिमीहरू नै सरकारमा थियौ त। 35 वर्ष सरकारमा थियौ, के गर्यो तिम्रो बाउले? केपी शर्मा ओलीको आफन्त कोही मरेको छ आन्दोलनमा, अनि प्रचण्डको आफन्त मरेको छ भनेपछि भन्नुहोस् यो शेरबहादुर देउवाको छोराछोरी कहाँ छन्? छोराछोरी मरेको छन्, छोराछोरी सुकुम्बासी भएका छन्? छैनन् नि त। सुकुम्बासी पनि गरिबकै जनता, पढ्न नपाउने गरिब हामी जनता होइन, रोडमा आएर चिचिनी पनि हामी जनता, अनि रासोपाला सरकारमा लाने पनि हामी जनता, अनि फाइदा उठाउने तिमीहरू। सुकुम्बासीको कुरा उठाइहाल्नुभयो। हिजो होल्डिङ सेन्टर त्यसरी दुबई रहँदाखेरि त्यहाँको बिचल्ली भएको देख्दाखेरि तपाईँलाई के लाग्यो? के छ यस बारेमा तपाईँको धारणा? यहाँ चाहिँ हाम्रो बालेन सरकार चुक्नु भएको छ। मैले बालेन सरकारलाई म पटक भन्न चाहन्छु, बालेन सरकारलाई मैले विरोध गरेको होइन। बालेन सरकारले लिएर आएको नीति नियमले यदि कुनै जनता मर्छन् भने यहाँ जनताले सरकारले मारेको हो भन्न पाउने हाम्रो अधिकार छ। ताई भोलि त्यो ठाउँमा मै पुगौँला, मैले लिएर आएको नीति नियमले कसैलाई असर पुग्छ र मर्छ भने त्यो सरकारले मारेको। एउटै नीति र एउटै नियम लिएर त सबैलाई समेट्न सकिँदैन। जस्तै 25,000को हामीले जरिवाना तिर्ने बाइकमा भनेर लिएर आइएको छ होला, साउको छोराहरू धनी बनीका छोरालाई 25,000 25 लाख तिर्न लाए पनि तिर्छन् कि त्यो बनाइदेऊ। र सामान्य राइडरले व्यवसाय गरेर खाने जसरी राइडर छ त्यो राइडरलाई 25,000को जरिवाना तिराउनु भयो भने र बिहान बेलुका केही सामान ओसार पसार गर्नेलाई 25,000 तिराउनु भयो भने त्यहाँ समस्या हुन्छ। भन्न खोजेको नीति नियम लिएर आउनुहोस्, तर यहाँ वर्गीय असमानता छ है, जनता सबै इक्वली छैनन् हो, यो पनि विचार गर्नुहोस्। जसरी सुकुम्बासीमा तपाईँहरूले सुकुम्बासीलाई व्यवस्थापन गर्नु नगरिकन उहाँलाई लैजानु भयो, लैसकेपछि केही समय होला भने कुर्यौँ भन्दा आज त सुकुम्बासी होइनन्, उनीहरू त भेडा बाख्रा जस्तो भइसकेका छन्। कहिले गाडी बोकेर उता पुरा छ, कहिले गाडी बोकेर उता पुरा छ, कहिले पानी परेर उनीहरू बिचल्ली भएका छन्, औषधि खान पाएको छैनन्, समयमा खाना खान पाएको छैनन्। यो बिचल्ली